नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स रटन सुत पाठेतिलो पनिधानतोपत्थायो तथागतस्य दश पारमी दश उपपारमी दश परमत्थ पारमियोति समत्तिंश पारमियो पंचमहापरिचागे लोकोत्थचर्यं न्याटत्थचर्यं बुद्धत्थचर्यन्ति तिस्रोचर्यायो पश्चिमभवे गब्बवुकन्तिं जातिं अपि निखमनं प्रधानचर्यं बोधि बलांगे मार्गविजयं सब्बन्युत्तज्ञानप्रतिवेदं धम्मचक्रप्रवर्तनं नवलोकोत्तरधम्मेति सब्बेऽपि मे बुद्धगुणे आवर्जेत्वा वैशाल्यातोषु पाकारान्तेषु चियामरतिं परितं करोन्तो आयस्मा अनन्तथेरो कारण्यचितम् उपत्थपेत्वा कोटिशतसहस्रेषु चक्रवालेषु देवता यस्यानं प्रतिगणन्ति यञ्च वैशाल्यं पुरे रोगा मनुष्यदुर्भिक्षं सम्भूतं त्रिविधं भयं क्षिप्पमन्तर्धापेशि परितं तं भणामहे यानि भूतानि समागतानि भूमानि वा याव अन्तरिक्षे सब्बेव भूता समना भवन्तु अथोपि शक्यस्य शृण्वन्तु भाषितं तस्माहि भूतानि समेत सब्बे मेतं करोथ मनुष्या पजाय दिवा च रटो च हरन्ति ये बलिं तस्माहिने रखत्थ अपमता यं किञ्चिवितं इदं वा हुरं वा सज्ञेषु वा यं रटनं पनीतं ननो समम् अस्ति तथागतेन इदमपि बुद्धे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु खयं विरागं अमतं पनीतं एद्यजग्गा शक्यमुनि समाहितो न तेन धम्मेन समर्थि किंचि इदमपि धम्मे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु यं बुद्धसेथो परिवन्नयि शुचिं समाधिमानन्तरिकन्यमाहु समाधिना तेन समो न विद्यति इदमपि धम्मे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु ये पुग्गला अर्थशतं पश्यत्था चतारि एतानि युगानि हन्ति ते दक्षिणया सुगतश्च सावुता एतेषु दिनानि महाफलानि इदमपि संगे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु ये सुपयुक्ता मनसा दलेन निकामिनो गौतमशासनं हि ते पतिपदा अमतं विगह्य लड्डा मुडा निवृत्तिं पुण्यमाना इदमपि संगे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु यथिन्दखिलो पथविंसितोऽस्य चतुर्व्युवाते हि असम्पकम्पियो तथोपमं सपुरिशं वदामि यो अर्यसचानि अवेत्स पश्यति इदमपि संगे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु ये अर्यसचानि विभावयन्ति गम्भीरपण्येन सुदेशितानि किंचापि ते हन्ति पुष्पमता न ते भवं अर्थमं आदयन्ति इदमपि संगे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु सहावस्य दर्शन संपदाय तयस्सु धम्मा जहिता भवन्ति सक्काय दिद्धि विचिकित्सितं च शीलवत्तं वापि यद्दद्धि किंचि चतुःपायैः च विपुमोतो छट्टा विधानानि अबब्बु काटुं इदमपि संगे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु किंचापि सो कम्मं करोति पापकं कायेन वाचा उदचेतसा वा अबब्बुत्सो तस्य प्रतिच्छादाय गब्बवटा दिट्ठपदस्य बुटा इदमपि संगे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु वनोपगुम्बे यथा फुसितज्ञे गिम्माणमासे पथमस्मि गिम्मे तथोपमं धम्मवरं अदेशयि निब्बाणगामिं परमाणु हिताय इदमपि बुद्धे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु वरो वरण्यो वरदो वराहरो अनुत्तरो धम्मवरं अदेशयि इदमपि बुद्धे रटनं पनीतं एतेन सत्येन शुभर्थ्योतु क्षीणं पुराणं नवं नत्थि सम्भवं
विरक्तचित्ता आयति के भवस्मि ते खेन विजा अविरुल्लि छंदा निबन्ति धीरा यथायं पदीपो इदम्पि संगे रटनं पनीतं एतेन सत्रेण सुबध्यहोतु यानिरभूतानि समागतानि भूमानि वा यावो अन्तलिखे तथागतं देवमनुष्यपूजितं बुद्धं नमस्साम सुबध्यहोतु यानिरभूतानि समागतानि भूमानि वा यावो अन्तलिखे तथागतं देवमनुष्यपूजितं धम्मं नमस्साम सुबध्यहोतु यानिरभूतानि समागतानि भूमानि वा यावो अन्तलिखे तथागतं देवमनुष्यपूजितं संगं नमस्साम सुबध्यहोतु रटनसुतं निश्चितं एतेन सत्सवज्जेन शोठिते होत सबदा एतेन सत्सवज्जेन सब रोगो विनशतु एतेन सत्सवज्जेन होतु ते जय मङ्गलम। नेपाली रटनसुत यो अर्थकन बनेको हे सत्पुरुषगण, उनी भगवान बुद्धले सुमेध तपस्वीको जन्ममा दिपङ्कर तथागत तत्समक्ष बुद्धत्व प्रार्थना गरेको देखि आरम्भ गरेर तथागतको 10 पारमिता 10 उपपारमिता 10 परमार्थ पारमिता जम्मा गरी 30 पारमिता पूर्ण गरी 5 महात्याग गरी लोकार्थचर्या ज्ञातिहरूलाई गर्नुपर्ने ज्ञातार्थचर्या बुद्धार्थचर्या गर्नुपर्ने बुद्ध भई नै पछिल्लो जन्ममा माताको गर्भमा प्रवेश जन्म महाविनिष्क्रमण कठोर तपस्या बोधि वृक्षको मूलमा मार विजय सर्वज्ञता ज्ञान लाभ धर्मचक्र प्रवर्तन र नव लोकोत्तर धर्म प्रचार इत्यादि सबै प्रकारको भगवान बुद्धको गुण स्मरण गरी वैशाली नगरको सबै तह भएका पर्खालका बीचमा रातको 3 याम भर परित्राण पाठ गर्ने आयुष्मान आनन्द स्थविरको जस्तै करुणापूर्ण चित्त लिएर जुन रटनसुत्त परित्राणको रिद्धि प्रभाव आदेशलाई 100,000 कोटि चक्रवालको देव ब्रह्माहरूद्वारा पालन भएको तथा जसको दुःख र भय चाँडै नै हटेर गएको थियो, हामी पनि त्यस परित्राणलाई पाठ गर्छौँ। पाठ गरौँ। यस बखतमा यस पृथ्वीमा वा अन्तरिक्षमा जति पनि भूत अमनुष्य देवताहरू उपस्थित छन्, उनीहरू सबैको चित्त प्रसन्न होउन् र म तथागतको यस उपदेशलाई ध्यानपूर्वक श्रवण गरौँ। सबै भूत अमनुष्य देवताहरू म तथागतले उपदेश सुन्नको निमित्त प्रेरणा दिएर आइसकेकोले तिमीहरूले ध्यान पुर्याएर दत्तचित्तले श्रवण गर्नु पर्यो। तिमीहरू सबैले ती मनुष्य मात्रको प्रति दत्तचित्त भएर मैत्री राखुन् र अप्रमादी बनेर उनीहरूको रक्षा गरून्, जसले रातो दिन तिमीहरू समक्ष पूजनीय वस्तुहरू ल्याई पूजा गर्दछन्। यस मनुष्य लोकमा र नाग गरुडादि परलोकमा जे जति सम्पत्ति छन्, फेरि देवलोक ब्रह्मलोकमा जुन प्रणीत रत्न छन्, ती कुनै रत्न पनि तथागत बुद्ध रत्न समान श्रेष्ठ छैनन्। बुद्धमा यही उत्तम रत्नत्व छ। यो सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। आर्य मार्ग समाधिद्वारा समाहित चित्त शाक्य कुलोत्पन्न शाक्य मुनिले वासना क्लेशलाई क्षीण गरेर विराग अमृत रूप निर्वाण धर्म प्राप्त गर्नुभयो। त्यस धर्मको जोडा अरू कुनै धर्म छैन। धर्ममा यही उत्तम रत्नत्व छन्। यो सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। श्रेष्ठोत्तम बुद्धले क्लेश रहित भई अति परिशुद्ध जुन आर्य मार्ग समाधिलाई विभिन्न प्रकारले उल्लेख गरी प्रशंसा गर्नुभएको छ, त्यस आर्य मार्ग समाधिलाई नै आफ्नो अनन्तरमा तुरुन्त फल दिन सक्ने आन्तरिक समाधि भनी सबै तथागत बुद्धहरूले आज्ञा गरेका थिए। त्यस आर्य मार्ग समाधि समान अर्को कुनै समाधि छँदै छैन। धर्ममा यही उत्तम रत्नत्व छन्। यो सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्।
बुद्ध आदि सत्व पुरुषहरूद्वारा प्रशंसित जो ती 8 आर्य पुद्गलहरू छन्, ती आर्य पुद्गलहरू मार्गफल द्वय समान रूपले जोड्दा 4 जोडा हुन्छ। तथागत सुगतका शिष्य श्रावक ती आर्य पुद्गलहरू असल दान, सही दान ग्रहण गर्न योग्य दक्षिणेयहरू हुनुहुन्छ। ती आर्य पुद्गलहरू प्रति दिइने दान प्रदानहरू महान फलदायी हुन्छन्। आर्य श्रावक सङ्घमा यही उत्तम रत्नत्व छन्। यस सत्य वचनको प्रभावद्वारा शत्रुहरूको स्वस्ति एवं कल्याण होस्। दृढ स्थिर समाधिद्वारा प्रबल रूपले उद्योग एवं अभ्यास गरी गौतम तथागतको शासनमा क्लेशबाट उत्मुक्त भइसकेका अनन्त आर्यहरू निर्वाण धातुमा आलम्बन गरी ग्रहण गरी पुगिसक्नु भएपछि एक कौडी पनि व्यय गर्न नपर्ने गरी सजिलैसित लाभ गरेर फल समापति शान्त धातु रस सेवन गरेर अरहत फलमा पुगिसक्नुभएका छन्। अरहन्त सङ्घमा यही उत्तम रत्नत्व छन्। यस सत्य वचनको प्रभावद्वारा शत्रुहरूको स्वस्ति एवं कल्याण होस्। पृथ्वीमा घसेर स्थिर अति दृढ इन्द्रकीललाई चारै दिशाबाट आउने हुरी बतासले चलमल्ला कंप गर्न नसक्ने जस्तै जो त्यो श्रोतापन्न सत्पुरुषले आर्य सत्यलाई मार्ग ज्ञानले घुसेर जान्ने बुझ्ने गरिराखेको छ, त्यस श्रोतापन्न सत्पुरुषलाई त्यस इन्द्रकील स्तम्भ समान व्यक्तिको रूपमा म तथागतले भन्दछु। यो पनि सङ्घमा रहेको प्रणीत रत्नत्व छन्। यस सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। गम्भीर प्रज्ञावान हुनुभएका सर्वज्ञ तथागतले सर्वोत्तम रूपमा उपदेशित आर्य सत्यलाई मार्ग ज्ञानद्वारा बोध गरी प्रकट रूपले जानिराख्नुभएका सत्य परम श्रोतापन्न भइरहेका पनि 8औं जन्म ग्रहण गर्ने स्वभाव छैनन्। यो पनि सङ्घमा रहेको प्रणीत रत्नत्व छन्। यस सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। श्रोतापन्न पवित्र पुद्गलले श्रोतापति मार्ग ज्ञानद्वारा सम्पन्न भइसकेपछि तुरुन्तै सत्काय दित्री विचिकित्सा र शीलव्रत 3 धर्महरू सँगसँगै केही क्लेशहरूलाई पूर्णतः हटाइसकेको हुन्छ। त्यो श्रोतापन्न पवित्र व्यक्ति 4 अपायबाट पनि प्रमुक्त भइसकेको हुन्छ। 6 प्रकारका प्रबल पाप कर्मबाट पनि मुक्त भइसकेको हुन्छ। यो पनि सङ्घमा रहेको प्रणीत रत्नत्व छन्। यस सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। श्रोतापन्न व्यक्तिले शरीर वचन र मनले नराम्रो पाप कर्म केही गरेर उल्लङ्घन गरिएको छ भने पनि त्यस व्यक्तिले त्यस पाप कर्मलाई लुकाएर राख्न सक्दैन। मार्ग ज्ञानद्वारा निर्वाण देखिसकेको आर्य श्रोतापन्न आफूले गरेको पाप कर्म लुकाइराख्न अयोग्य भइसकेको कुरा तथागतले आज्ञा गर्नुभएको हो। यो पनि सङ्घमा रहेको प्रणीत रत्नत्व छन्। यो सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। ग्रीष्म ऋतुमध्ये त्यस ऋतुको अघिल्लो भाग चैत्र महिनामा राम्ररी फुल फुलिरहेको शाखा प्रशाखाहरूले पूर्णतः ढाकिएको घना जङ्गल समान भएको निर्वाण प्राप्ति कारण उत्तम उपदेश पिटकलाई सर्वोच्च निर्वाण धातु हित र अर्थको निमित्त तथागतले देशना राखिसक्नु भएको छ। यो पनि बुद्धमा रहेको प्रणीत रत्नत्व छन्। यो सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। उत्तम मनोवृत्ति भएको भई धेरैजसो देव मनुष्यहरूद्वारा कामना गर्न योग्य भई पवित्र बुद्गल हुनुभएको सर्वोत्तम निर्वाणलाई जानी बुझी उत्तम धर्मलाई प्रदान गर्न जान्नुभएको पुरानो आचरण क्रम उत्तम मार्गलाई ल्याउन सक्नुभएको सर्वोत्तम तथागतले नानाविध धर्म देशना गर्नुभएको छ। यो पनि बुद्धमा रहेको प्रणीत रत्नत्व छन्। यो सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण होस्। अरहन्त उत्तम आर्यहरूमा पहिलेको पुरानो अतीत कर्म पनि क्षीण भइसक्यो। उत्पन्न हुने नयाँ कर्म पनि अभाव भइसक्यो। पछि उत्पन्न हुन सक्ने नयाँ जन्ममा आसक्त हुने चित्त पनि सकिसक्यो। उहाँ अरहन्त उत्तम आर्यहरू प्रतिसन्धि बीज पनि क्षीण भइसके। निरन्तर नयाँ जन्म उत्पन्न हुनु वृद्धि हुनु प्रतिको आसक्ति छन्द पनि
नरहेका भइसके। उहाँ अरन्त प्रज्ञावान धीरहरू यो तेलको बत्ती शान्त भएर जाने जस्तै संसार चक्र घुमिरहने श्रृङ्खला टुटी जाति जम्मै थुपारेर निरोध र शान्त भइसक्यो। यो पनि अरन्तसँगमा रहेको प्रणीत रत्नत्व छन्। यस सत्य वचनको प्रभावद्वारा सत्वहरूको स्वस्ति एवं कल्याण हो। यस बखतमा यस पृथ्वीमा वा अन्तरिक्षमा जति पनि देवताहरू समागम भइसकेका छन्, ती सबै हामी देवताहरूले देव मनुष्य सबैद्वारा गौरव र पूजा गर्न योग्य हुनुभएको तथागत कहलाई नै भगवान् बुद्धलाई नमस्कार गर्दछौँ। सत्वहरूको स्वस्ति एवं कल्याण होस्। यस बखतमा यस पृथ्वीमा वा अन्तरिक्षमा जति पनि देवताहरू समागम भइसकेका छन्, ती सबै हामी देवताहरूले देव मनुष्य सबैद्वारा गौरव र पूजा गर्न योग्य हुनुभएको तथागत कहलाई नि भगवान् धर्मलाई नमस्कार गर्दछौँ। सत्वहरूको स्वस्ति एवं कल्याण होस्। यस बखतमा यस पृथ्वीमा वा अन्तरिक्षमा जति पनि देवताहरू समागम भइसकेका छन्, ती सबै हामी देवताहरूले देव मनुष्य सबैद्वारा गौरव र पूजा गर्न योग्य हुनुभएको तथागत कहलाई नै भगवान् सङ्घलाई नमस्कार गर्दछौँ। सत्वहरूको स्वस्ति एवं कल्याण होस्। साधु साधु साधु। एतेन सत्यवज्रेन स्वटिते होतु सर्वदा। एतेन सत्यवज्रेन सर्वरोगो विनश्यतु। एतेन सत्यवज्रेन होतु ते जय मङ्गलम्।